चाहिँ हजुरहरूलाई एउटा केही क्वेसन सोध्छु। हजुरहरूले मलाई कतिलाई इच्छा लाग्छ त जवाब दिनु, कतिलाई लाग्दैन त नदिनु हैन। म चाहिँ के भन्छु भने हामी एउटा नारी हौँ, नारीले के भिडियो बनाउनु पाइँदैन र त्यस्तो खालको भिडियो पनि के चाहिँ छ होला र हैन। एउटा भिडियो बनाउँदा पनि फलाना ढिस्को अमुका भनेर त्यही भिडियोकै नामबाट तोक्ने गर्छन् हो। बेसी त बाहिरको मान्छे हुँदैनन् नाम राख्ने र के भन्नु कुरा काट्नेहरू त आफन्तै नै हुन्छन् धेर त। रै पनि अब केही गर्छु भनेर सोच्यो भने अगाडि बढ्न दिँदैनन् कि फलाना ढिस्को अमुका भनेर नाम काटेरै हुँदैन। तर के भिडियो बनाउन मैले गल्ती गरेर त्यस्तो केही भिडियो चाहिँ मैले के गल्तीको लागि हालेको छुइनँ न किन हो। आजकल केही भिडियो बनाए कि त्यही भिडियोकै उयोबाटै नाम आउँछ हो। के भन्नु बाहिरको मान्छेले त बरु त्यसरी भन्दैनन्, आफन्त आफ्नैले चाहिँ ओइ फलाना ओइ ढिस्को भन्ने गर्नुहुन्छ कतिपयले हैन। तर म भन्न चाहन्छु भिडियो बनाउँदा के गल्ती छ। एउटा केही भिडियो बनायो भने पनि एकदम मजाक हुन्छ कि मान्छेलाई मजाक हुन्छ। जस्तो कि अरूले त भिडियो नबनाउने, अरूको त भिडियो नहेर्ने, खालि मेरै भिडियो हेर्ने, मलाई नै नाम तोकेर बोल्ने त्यस्ता खालका मान्छेहरू पनि हुँदा रहेछन्। के भन्नु भिडियो बनाउन थालेकी थिएँ मैले, तर धेरैले मेरो नाम राखे कि फलाना ढिस्को अमुका फनुका के हो के भन्नु। तर मलाई एक किसिमले सोच्छु कि भन्नेले भन्दै गर्छन् हैन, म बनाउन छोड्दिनँ। एक किसिमले लाग्छ कि यो संसारमा भिडियो बनाउने मै एक्लै रहेछु, मै नि मात्रै रहेछु र मलाई अमुका फलाना ढिस्को भनेर त्यो नामले तोक्ने गर्छन्। मेरै मात्रै भिडियो भेट्छन्, अरूको पनि भेट्छन्। त्यो कुरामा चाहिँ मलाई एकदमै राम्रो लागेको छैन हो। साथी हो तपाईहरु पनि मेरो जस्तै भिडियो बनाउनुहुन्छ, कति हुनुहुन्छ मेरो फ्रेन्ड। के तपाईहरुलाई पनि ओइ फलाना ओइ ढिस्को भनेर त्यही नामले केही नामले तपाईहरुले भिडियो बनाउनु भएको छ भने तपाईहरुलाई त्यही नामले तपाईका आफन्तहरुले बोलाउने गर्छन् र मलाई चाहिँ अलिकति त्यसमा चित्त दुखेको छ र मैले भिडियो बनाएकी हुँ। तपाईहरुलाई पनि त्यस्तै लाग्छ भने मलाई कमेन्टमा जरुर भन्नु है। नमस्ते।